हाम्रो 1200 प्लस जापान जाने स्टुडेन्ट भएको कम्युनिटीमा फ्लाइट डिस्कसनबारे हिजो कुरा भएको थियो, जसमा धेरैजनालाई प्राइज कहाँबाट खोज्न सकिन्छ भन्ने थाहा थिएन। त्यसैले आज मैले यो भिडियो बनाउँदैछु। आज चाहिँ हामीले कसरी हामीले फ्लाइट टिकटबारे बुझ्न सकिन्छ भनेर बुझ्नेछौँ। ई-सेवा खोल्नुहोस् र इन्टरनेसनल फ्लाइटमा क्लिक गर्नुहोला। स्टुडेन्टमा सिलेक्ट गर्नुहोस्, एग्री गर्नुहोस् र स्टप चाहिन्छ कि नै त्यही अनुसार सिलेक्ट गर्नुहोस्। त्यसपछि लोकेसन सिलेक्ट गर्छौँ। लोकेसन अब तपाईँ जुन एयरपोर्टमा उत्रनु नि हो त्यो लोकेसन सिलेक्ट गर्नुहोला सर्च गरेर। अहिले चाहिँ हानिदा एयरपोर्ट सर्च गरेँ। अनि डेट सिलेक्ट गर्नुहोस् र डेट सिलेक्ट गरिसकेपछि फाइन्ड फ्लाइट्स गर्नुहोला। अब चाहिँ लोड हुँदैछ फ्लाइटको लिस्ट। एकछिन कुरो। अब यो फ्लाइटको आएन किनभने हामीले त्यहाँ नो स्टप सिलेक्ट गरेका थियौँ। अब चाहिँ हामीले स्टपवाला मात्रै रहेछ। अब चाहिँ लिस्ट आउनुपर्ने हो। यहाँ लिस्ट आइसकेको छ 62वटा प्लेनको। तपाईँले चाहिँ यहीँबाट अब कति कुन प्राइसको सबै हेर्न मिल्छ। तपाईँहरूलाई चाहिँ अब 1,11,000, 1,16,000 अनि कति केजीको ब्यागेज एक्सेप्टेड छ, कुन डिटेल तपाईँले लगेर जानुपर्छ एयरपोर्टमा भन्ने कुरा सबै यहाँ बताइदिन्छ र ई-सेवालाई कन्ट्याक्ट गर्दा पनि हुन्छ र तपाईँहरूले यहीँबाट प्लेन टिकट काट्न सक्नुहुन्छ आफै र जापानको यात्रा गर्न सक्नुहुन्छ।